थुक निल्दैछु यार। म चिन्ता आफै खानु खोज्दैछु यार। के म लोभ गरेको यार? रुको जरा, सबर करो। 100 रुपियाँ मात्रै? बाउको रोड होइन होइन। मेरो लागि धेरै महँगो भएको 900 पनि। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु नर्मल भ्लग। सो एभ्रिवान सन्चै हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला अनि आफ्नो कार्य व्यस्तमा व्यस्त हुनुहुन्छ होला। सायद म पनि सन्चै नै छु, आरामै छु भन्दै आजको न्यू डे न्यू भ्लग स्टार्ट गरिसकेको छु मैले। र फर्स्ट अफ अल च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सेयर सब्सक्राइब भन्ने पक्कै पनि गर्न नभुल्नु होला। र फेरि पनि म सदा चाहिँ आफ्नो काममा लागिसकेको छु र मेरो टिप पनि लागिसकेको छ। हेरौँ यहाँ मान्छे ग्रिलमा छु भन्ने कुरा भयो। सो हजुरले गर्नुभएको हो? हो सायद तपाईँ नै होला। कृष्णजीले गर्नुभएको जस्तो लाग्यो। हो ल ठिक छ, धन्यवाद है। तपाईँले गर्नुभएको हो? क्यान्सिल हान्नु नि, क्यान्सिल हान्नु नि र एकछिन पर्ने गलत लोकेसन हालिदिएछ क्या इन ड्राइभरले पनि। विन ड्राइभरले भने त अघिको गलत लोकेसन हालिदिएछ, बिना काममा घुमेको छ यार। कस्तो झ्याउ लाग्ने काम यार। सो एभ्रिवान आज काम किन चल्दै छैन त? आई डोन्ट नो, मलाई थाहा छैन किन चल्दै छैन है। चप्पल कारखाना यहाँ धुममा रहेको? जाउँ न। हजुर को जाने हो? 100 रुपियाँ मात्रै? अलिक मिलाएर गरिदिनु न। 120 गरिदिनु न ल। चढ्नुहोस्। काम नचलेको बेला बल्ल बल्ल एउटा अफलाइन भेट्यो है म्याटरले। कामै नचलेको बेला यार। मसँग चेन छैन त ल। 10 मात्रै दिनुभएको? 20 मागेको होइन? किनभने हामीलाई घाटा बनाउनु भएको? हेर हेर बल्ल बल्ल एउटा अफलाइन भेटेको 10 मात्रै आयो। भगवान्, जिन्दगी त भगवान्, भगवानै भयो जिन्दगी त। आयो आज चाहिँ म रुम जाँदैछु अनि रुममै गएर माम खानु पऱ्यो होइन साथीहरू। अनि म आज बेलुका काममा निस्किनु पऱ्यो है त। आज बेलुका काममा निस्किनु पऱ्यो, के हुन्छ त अब म गएर चाहिँ माम खानु पऱ्यो होइन। अनि के गर्छु त है। अनि फर्स्टमा आज मैले बिहान 7 बजी काममा निस्केर अहिले 10 बजिसकेछ होइन। सो 10 बजिसकेछ। अब भनेपछि हामी के गर्छौँ त? ल साथीहरू मैले कति कमाएँ त 3 घन्टामा? गाह्रो छ नि साथीहरू, यहाँ त जिउन त गाह्रो छ नि। 3 घन्टा काम गऱ्यो के यार होइन। 100 200 300 400 500 600 700 800 920 920 कमाएछ है साथीहरू। 920 कमाएछ। मैले जम्मा कति किलोमिटर कुदाएँ? 40 किलोमिटर पनि कुदाएन। 930 कमाएछ। 920। अनि यसमा भनेको मैले पेट्रोल कति? पेट्रोल 1 लिटर पनि खाएन, तै पनि 160 चाहिँ म राख्छु है ल। 160 चाहिँ मेरो पेट्रोलमा गयो। सर्भिस चार्ज 0 हो, मैले तपाईँहरूलाई भनिहालेँ। अझै पनि मेरो कति दिन, एक दिन इनफ पुग्छ। 389 रुपियाँ बाँकी नै छ। सर्भिस चार्ज मैले 0 तिर्नुपर्छ, तिर्नु पर्दैन आज।
320 मा 160 रुपैयाँ उसमा काटो पेट्रोल बाँकी रहेको बचत मेरो आफै हिसाब गर्नुलाई म धेरै किन गर्ने कुरा हैन 100 200 300 400 500 600 700 800 920 कमाएकोमा 160 कटाएर माइनस गर्नुस् अरु मेरो बचेको 3 घण्टाको कमाइ है साथीहरु यति अब म किन जाँदैछु त रुम कपाल काट्नु छ खासमा अनि यति पैसा 920 पैसाले के किन्छु म गएर आप 1 केजी लानु पर्यो काँचा खानालाई हैन काँचा 1 केजी लानु पर्यो त्यसपछि एउटा छोरीको लागि एउटा ब्याग उसको ब्याग अलिक भएन छ कि अस्तिको ब्याग एउटा ब्याग किनिदिनु पर्यो सस्तो 6-7 मा आउँछ कि आउँदैन त त्यस्तो ब्याग त्यो ब्याग किनिदिनु पर्यो हैन अनि त्यही हो गएर कपाल काट्नु पर्यो सो एभ्रीवन हेर्दै गर्नु होला अब हामी लागौं म यहाँ ब्याग छान्छु है त साथीहरु एकदम सस्तोबाट यो नर्मलबाट बाइक थोरै साइड गरौँ किनभने हाम्रो बाउको रोड हैन मार्छन् हैन पहिला म ब्याग छान्छु है त हा अलिक सस्तो नर्मलबाट ब्याग चाहिएको थियो के मलाई चाहिँ चप्पलसँग पस्न मिल्दैन होला है ठिक छ हुन्छ ल मैले खोले हुन्छ अलिक धेरै महँगो नदेखाउनु नि त ल त्यसो मसँग भएको अब यस्तै छन् हो तपाईको धेरै 1100 हो यो सस्तोमा पनि फेरि त्यो कामै नलाग्ने हुन्छ के अलि सस्तो बढे हो के बच्चाहरुको लागि के ने राम्रो गरिदिनु एक केसमा त्यतैबाट आउँछ बल्ले चाहियो सस्तोबाट बल्ले होस् न त यो सानो हुन्छ कि ठुलो हुन्छ कति चारमा पर्ने रे 4 को ठीक छ यो ब्यागहरु चाहिहाल्छ नि तपाईको सानो हुन्छ यो 4-5 लाई नै भनेर ल्याऊ मैले यो चाहिँ कति त्यसको चाहिँ अलिक यो तपाईको 1250 प्राइस लेभल चाहिँ मेरो लागि अलि महँगो भयो कि अब त्यसो अब मिल्नेसम्म हल्का अब गरेर यो भने अलि सस्तोबाट चाहिँ पाउँदैन तपाईसँग छैन केही मात्रामा सस्तोमा चाहिँ छैन हेर मसँग यो त अनि बच्चाहरुको लागि अब यति महँगो ब्याग हैन अलिकति धेरै धेरै सस्तो पनि गार्जियनहरुले खासै इन्ट्रेस्ट गर्दैनन् त्यो भनेर राख्नै छोड्यो मान्छेले अलिकति क्वालिटी नै हेर्न थाले के म त अनि बिचारा तपाई विचारै हुनुहुन्छ यसो विचार गर्दा यो चाहिँ एउटा अलिकति कपडा राम्रो यो 1350 को यो अनि कतिसम्म आउला त तपाईको त अनि मेरो छोरीको लागि ठिकै होला त छोरीलाई कति राम्रो कलरदेखि लिएर सबै राम्रो छ हजुरको यत्रो ब्याग चाहिन्छ नि त तपाईको अब लाने बित्तिकै त हुँदैन नि त कतिसम्म होला त दाइ यसको मिल्दाखेरि तपाईलाई मिलाउँदाखेरि मैले 1100 न कति लेखेको छु कति हो यो 1050 पनि गरिदिन्छु तपाईलाई 50 मात्रै डिस्काउन्ट गर्न सक्नुहुन्छ त्यो भन्ने मिल्दैन त्यसरी अनि मैले नि धेरै राखेको त्यसरी त अनि त्यसरी त अनि मैले नि त्यस्तो धेरै राखेको हुँदैन नि त 200 त छोड्दिनु न 900 मा हुँदैन मैले ठ्याक 1000 त हुँदैन के म्याम मसँग पैसा छैन म नर्मल ब्याग खोज्दैछु कि अझै पनि पैसा मेरो लागि धेरै महँगो भएको 900 पनि त्यस्तो नभन्नु नि यार तपाई मिल्छ भने दिनु होला मसँग पैसा 900 भन्दा माथि पनि छैन भर्खर काम गरेर आउँदैछु तपाई जस्तो त्यस्तो भन्नु पनि यहाँ त अरु त झन् फोगटासी मात्रै आउँछन् हैन मसँग 900 मात्रै छ पैसा हेर्नुस् मिल्छ भने दिनु होला मिल्दैन भने ठिकै छ राख्नु न म अन्ततिर हेर्छु नि सस्तै खोजेको मैले ब्याग चाहिँ तर 900 पनि मेरो लागि धेरै नै हो अब कपडा छ नि त कपडा राम्रै छ हैन ठिकै छ त्यही भएर 900 चाहिँ हालेको छ मिल्छ भने दिनु होला 900 ट्याक्कै छ पैसा मसँग हैन यहाँ के भ्लग गर्नुहुन्छ हजुरले हजुर मिल्छ है थ्याङ्क यू ल 900 रुपैयाँ पैसा छ होला 1 2 3 4 5 6 7 8 9 हस् थ्याङ्क यू है हजुरको के नाम हो नर्मल ब्लग ए हाम्रो छोरो त्यही काम गर्छन् के हो ब्लगहरु हजुरको छोरो हजुर खतरा होला नि त निशान खड्का ए कहाँ थ्याङ्क हजुर यू घर मेरो घर त पूर्व मोरङ हो मोरङ हो हजुर हस् थ्याङ्क यू है तपाईँहरूलाई ओके ल मैले किनिसकेँ ब्याग चाहिँ साथीहरू 900 मा मिलाइसकेको छ अब हेरौँ अब अन्ततिर के किन्छु भनेको थिएँ मैले उयो किन्छु भनेको थिएँ मैले के भन्छ अब किन्नुपर्ने बाँकी भनेको उयो अब म किन्ने बाँकी भनेको आँप है आँप लागौँ है त साथीहरू म चाहिँ अब आँप खोज्छु है त आँप मैले 900 कमाएको सिद्धि हो यार अब आँप किनौँ न त काँचो छ कि छैन
1 केजीमा कतिवटा आउँछ 4टा अट्छ त्यो ठ्याक्कै नहोला कति बढी हुन्छ होला रेट हान्न नछाडा ल म आप लानु पर्छ त्यो भन अलिक मिल्दैन तल 2 केजी लानु पर्थ्यो कि हजुर 130 सम्म गरिदिनु न ल हाल्नु न 130 होइन 130 सम्म हालिदिनु न भनेको नि 130 ले अझै 1 केजी भएन है ल मैले साथीहरू आप किन्दैछु है त हजुर कति भयो 155 भयो यो यसले हाल्दा 180 ल 180 को यति भयो नफा 180 को मैले आप किने साथीहरू अब भने हामी लाग्छौँ रुमतिर पैसा पनि छैन हो यार दिनु त एकदमै काँचो आप खानु मन लागिरहेको थियो क्या हो काँचो राम्रो छ फ्रेस हो थ्याङ्क यू हस् ल मेरो कार्य आजको कामहरू सक्सेस हुँदै आयो साथीहरू हेरौँ अरू के छ किन्न बाँकी अब हामी लागौँ है त कपाल पनि काट्नु छ यार म त एक्स्ट्रा मेरो पैसा खर्च हुने भयो त आज काम गरेको त पुगेन त आज काम गरेकोले त छोरीको लागि ब्याग मात्र आयो त यार ओ माई गॉड के होला यार जिन्दगी सो एभ्रीवान मैले आप 3टा खानेवाला छु हैन यो चाहिँ बुढीले बनाइदिँदैछ आप बनिसकेको छ साथीहरू हैन अनि एकदमै अमिलो खानु मन लागिरहेको थियो के अमिलो थुक निल्दैछु यार फाइनली आप बनिसकेको छ आप पिरो न पिरो खोर्सानीसँग छ म 3टा आफै खानु खोज्दैछु यार के म लोभ गरेको यार रुको जरा सबर करो बिजोग हुन्छ होला त मेरो त यार 3टा आफै खान खोज्दैछु बिजोग हुँदैन मेरो जिन्दगीमा यति खोर्सानी खाएको थिएन मैले यार तर आपसँग चाहिँ मलाई एकदमै बहुत मनपर्छ है आपको सिजनमा मलाई हरियो आप चाहिँ खानु मन लाग्छ नि क्या पाकेको आप भन्दा पनि सो त्यही भएर मैले खाँदैछु है फाइनली सक्यो है
ल 3टा एप मैले आफै खाइसकेँ है यार हैट कस्तोमा फटा है कसम डेडली भयो यार मेरो बुढीले बनाइदिएको एप मैले एक थाल हाने घिचे ल साथीहरू अब भने भ्लग पनि लामो हुँदैछ सो एभ्रीवान अब चाहिँ भ्लगलाई म इन गर्न चाहन्छु इन गर्न जाँदैछु त्यही हो हैन अनि म नाइटमा काम निस्किनु पर्ने हुन्छ बेलुका इभिनिङ टाइममा निस्किन्छु अनि होल नाइट काम गर्नेछु सो एभ्रीवान सम्पूर्णको दिन शुभ रहोस् सम्पूर्णको जय जय होस् टेक केयर बाय बाय एभ्रीवान